तपाईको जीवनमा काम लाग्ने 5 कानुनी हकहरू। नमस्कार, आजको यस लिगल गफमा बुझौँ तपाईको जीवनमा महत्त्वपूर्ण लाग्ने 5 कानुनी हकहरू। पहिलो हक, राइट टु इन्फर्मेसन, सूचना माग्ने अधिकार। नेपालको संविधानले प्रत्येक नागरिकलाई सूचना प्राप्त गर्ने मौलिक अधिकार सुनिश्चित गरेको छ। राइट टु इन्फर्मेसन एक्ट 2007 अनुसार कुनै पनि सार्वजनिक निकायमा भएको काम, निर्णय, बजेट वा योजनाहरू सम्बन्धी जानकारी नागरिकले औपचारिक रूपमा माग्न सक्ने व्यवस्था गरिएको छ। दोस्रो हक, राइट टु इक्वालिटी। नेपालको संविधानले प्रत्येक व्यक्तिलाई समान अधिकार दिन्छ। कसैलाई जात, धर्म, लिङ्ग वा आर्थिक अवस्थाको आधारमा भेदभाव गर्न पाइन्न। तेस्रो हक, राइट टु लाइफ एन्ड पर्सनल लिबर्टी। जिन्दगी र व्यक्तिगत स्वतन्त्रता तपाईको मौलिक हक हो। कसैले पनि तपाईलाई बिना कारण यातना दिन सक्दैनन्। चौथो हक, राइट टु प्राइभेसी। तपाईको व्यक्तिगत जीवन, मोबाइल, कम्प्युटर र सोसल मिडिया जानकारीहरूको सुरक्षाका लागि तपाईको गोपनीयता हक छ। कसैले तपाईको अनुमति बिना तपाईको जानकारी खोल्नु एक कानुनी अपराध हो। पाँचौं हक, राइट टु फेयर ट्रायल। कुनै पनि अपराधमा आरोपित हुँदा तपाईको न्यायिक प्रक्रिया र सुनुवाईको अधिकार छ। अदालतमा तपाईको कुरा सुनिनु र सोही फैसला पाउनु एक महत्त्वपूर्ण कानुनी हक हो। र यस्ता महत्त्वपूर्ण कानुनी जानकारी निरन्तर पाउन लिगल गफको युट्युब च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। धन्यवाद।